सो हेलो नमस्ते नमस्कार। खोइ गाह्रो छ है। सो हामी बाटो जाने चाहिँ यो खालको छ है। यो खालको बाटो चाहिँ तरेर जानुपर्ने छ, एकदम जोखिम। सो हेलो नमस्ते नमस्कार, सम्पूर्णलाई स्वागत छ मेरो न्यू भिडियोमा। सो आज हामी चाहिँ फेरि पनि क्याम्पिङ जाँदैछौँ। हामी चाहिँ मामासँग जाँदैछौँ। अस्तिको भाइ चाहिँ छैन, फेरि मामासँग हामी जाँदैछौँ। हाम्रो आजको भिडियो चाहिँ बबाल हुँदैछ। हेलो मामा, के भनिदिनु पऱ्यो यार, के भनिदिनु पऱ्यो यार। हेलो सम्पूर्णमा नमस्कार, म अनुशासन। यो च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। भान्जोको दोकान ब्लग चाहिँ के छ होइन देखिरहेछ तल नगरौँ एकचोटि सुतेको हामी बासी उता कुन ठाउँमा बस्नुपर्ने, सो उतै गएर थाहा हुन्छ। तर पानी परेकोले एकदम मौसम चाहिँ च्यालेन्जिङ तरिकाको छ। हामीलाई बस्नु लगभग धेरै गाह्रो हुन्छ। सो त्यही पनि अब च्यालेन्जलाई हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। सो हामी बेलुका लगभग घन्टी पनि गर्छ होला, सो के हुन्छ त्यो मौसम साथी भने हामी घन्टी पनि गर्छ, नत्र हामी त्यही बस्छौँ। रहन चाहिँ बबाल है, जोर खोलाएन मामा यो। सो यो चाहिँ सिलिचङको चाहिँ यो सिलिचङ यस्तो सिलिचङ भन्दा नि यो मकालु पर्छ होला सायद। मकालु अवस्थित यो झर्ना चाहिँ बबाल छ है, यसलाई जोर खोला भन्छ। सो यो चाहिँ सिलिचङ हो भने यो चाहिँ मकालु हो। यो तल चाहिँ अप्सा खोला छ। सो त्यही यो अप्सा खोलाकै हाइड्रो पावर निकालेर लाने कुरो चाहिँ छ। सो त्यसको लागि यो रोड पनि आइसकेको छ। सो यहाँदेखि तल देखिने चाहिँ जोर खोला लगायत सम्पूर्ण ठाउँहरू देखिन्छ। सो तर यो गाह्रो छ है। सो हामी बाटो जाने चाहिँ यो खालको छ है। यो खालको बाटो चाहिँ तरेर जानुपर्ने छ, एकदम जोखिम भएर जानुपर्ने छ, नत्र जे पनि हुनसक्छ यार। के हो यो, गइयो भने त अप्सर पुगिने रहेछ नि त, कतै त नप्साउ रहेछ नि त। सो त्यही हो, अब हामी चाहिँ भिड कटिसक्यौँ। यो पहिरो अब चाहिँ हाम्रो साथ भनेको यहाँ चाहिँ एकदम जोखिम मोलेर नै हामी पार गरिसकेको छौँ। सो अब चाहिँ त्यस्तो खासै अप्ठ्यारो बाटो छैन होला। सो त्यही हो, खासै छैन जस्तो लाग्छ। सो हेर्दै जाउँ कस्तो छ। सो अब हामी चाहिँ आइपुगिसक्यो। हाम्रो बस्ने ठाउँ चाहिँ लगभग यहाँ माथि होला। यो पछाडि देख्दै हुनुहुन्छ, सो यो देख्दै हुनुहुन्छ, यो चाहिँ अप्सा खोला। सो त्यही हो। सो यहाँ चाहिँ पहिला बाटो अप्ठ्यारो थियो अरे, तर यो खोलाले सबै बगाइहालेछ। अलिक खोला चाहिँ सानो भएछ, त्यही भएर अलिक सजिलो भइसकेछ। पहिला चाहिँ यहाँ ठुलो थियो अरे, त्यो पनि ठिक छ। त्यही हो।
बस्ने भन्दा हामी यहाँ बस्छौँ है यहाँ यो झन् अगाडि ठ्याक्कै बस्नु हो त्यो बब्बाल नवाला है सो हाम्रो टेन्ट चाहिँ बनिसक्यो अब चाहिँ यो भित्र हामी बस्नेछौँ सो आजको हाम्रो एक रात चाहिँ यहीँ हामीले यहीँ रात बिताउने छौँ सो त्यही हो दामी छ यो झर्नाको फेदमा बस्नु चाहिँ दामी एकदम मलाई चाहिँ बबाल लाग्छ यार सो आजको वेदर चाहिँ एकदम दामी छ है सो हामीले फाइनली ट्रेन चाहिँ उठाइसक्यौँ ट्रेन चाहिँ उठाएर अब आधा घन्टा जति आराम गर्छु होला त्यहाँदेखि जाल पनि हाल्छु होला सायद खतरा सो आगोको जोगो चाहिँ यसरी गर्नुपर्ने हुन्छ यो चिसो ताउला हालेर पुरा डिजेल हालेर चिसो ताउरा चाहिँ बाल्नुपर्ने हुन्छ सोधै हामी निग्रो तरकारीको लागि निग्रो खोज्नु जाँदैछौँ हाम्रो मामाले निग्रो टिप्दै हुनुहुन्छ यहाँ पर आजको तरकारी चाहिँ यही हो कति निग्रो छ मामा म पनि निग्रो होइन र निग्रो निग्रो चाहिँ मामाले खोज्दै हुनुहुन्छ सोधै हामी निग्रो खोज्ने कुरामा चाहिँ यो मामाको अलैँची बारीतिर हामी आइपुगिसक्यो सो मामाको अलैँची बारी चाहिँ पोहोर चाहिँ एकदम राम्रो थियो तर यसपालि अलिक पहिरोले अलिक यतातिर सबै लगेछ सो त्यो पनि हामी हेर्न आएको र अनि तरकारी पनि लिन आएको सो दामी छ है दामी दामी मामाको अलैँची चाहिँ यो खालको फलेको रहेछ नि आम्मा डेन्जर छ है अलैँची चाहिँ जङ्गलभित्रै अनि आम्मा त्यही हामीले तरकारी खोजिसक्यौँ यो चिनिङ्ग्रो भन्छ
यो चाहिँ आज हामीले आलुसँग पकाएर खानुपर्ने हुन्छ। यो चाहिँ अर्ग्यानिक तरकारी हो, चाहिँ एकदम स्वादिष्ट तरिकाको हुनेछ। सो हामी पकाएर आजको तरकारी यही गर्नेछौँ। सो हाम्रो तरकारी चाहिँ तयारी भइसक्यो, ल्याइसक्यौँ। आज हामी एक साग चाहिँ दुईजनाले यति खानुपर्ने हुन्छ, तर एकदम दामी छ यो। मैले आज खलासी भएको चाहिँ गर्नु। अब हामी खाना खानु आँट्यो। आज बबल हुन्छ, बबल हुन्छ आमाको कता हुने अफर हुन्छ, माथिबाट आइरहेको छ।
बेलुका हामी चाहिँ अब खानासाना खाएर होला है एकछिन आराम गर्नेछौँ त्यहाँदेखि हामी लगभग घन्टिङमा पनि जान सक्छौँ होला भनेर चाहिँ हाम्रो भन्ने एउटा प्लान छ के हुन्छ होला सो हामी चाहिँ एकछिन आराम भातसात खाएर आराम गरेको अब चाहिँ हामी पखा खोज्न जाँदैछौँ पखा त टन्नै होला तर भयो पनि छैन सो त्यही हो पर जग्गा त्यो पछितिर जानुपर्छ पहाडहरू पाउनु सक्छ त्यही हो हेलो कता हो गाइस हामी चाहिँ टस्को भन हन्टिङतिर लगिसकेको छौँ ओहो ओहो होला नि कस्तो दामी झर्ना छ बब्बाल गरेको छ तर मेरो चाहिँ ब्ल्याक अलिक खरै पर्दैन यार सुते पनि ठिक छ हेर्नु सक्नुहुन्छ माथितिर हन्टिङ गर्न कहाँ सजिलो छ त हौ हेलो हामी चाहिँ पासा पहुँचेर होइन टक्क एउटा मात्रै भेटेर फरतिर पार्नेर आउँछ हामी चाहिँ भित्र पहुँच्छौँ अब हामी सुत्नेछौँ अब रातभरि अब बिताउनु पर्ने हुन्छ अब हामी ठ्याक्कै भोलि बिहान मात्रै हुनेछ होइन मामा टावर दिन्छ र टावर घरिघरि दिन्छ नि हौ हामी अब सुत्नुपर्छ All guys, good night everybody. I'm फाइन Lucas. So tech guys Ôi माछा Ôi माछा त मिल्छ त जाठल लुनुला लुङ्गाङ यतैमा सो त्यही हो सानो पनि माछा परेन छ तर पनि छ अब हामी जाल उठाएर अब सो त्यही हो अब हामी होटेल जाँदा सो त्यही हो अब हामी फर्किसक्यौँ टेन्सनहरू उठाएर भाइसारी मिलाएर अब चाहिँ फर्किनु पर्ने हुन्छ सो हामी बसेको ठाउँ चाहिँ यही हो यहाँ बसेको थियौँ यहाँ भान्सा पकाएको थियो
ओली यो चाहिँ झरना हो। यो झरना चाहिँ मकालु गाउँपालिकामा पर्छ है साथी हो फेरि। ल टक हामी लाग्यौँ ल। गुड नाइट। सो त्यही हामीहरू चाहिँ अब आइपुगिसक्यौँ। सो नेक्स्ट भिडियोमा फेरि भेटौँला। गुड नाइट।